गुड इभिनिङ सबैजनालाई। हेर्नुहोस् त मैले यो के को मासु भन्दाखेरि चाहिँ तपाईँले चिनिसक्नु भयो होला। यो चाहिँ पोर्कको मासु हो, जसलाई मैले बोइल गरेर धेरै प्रकारको मसलाहरू इन्ग्रिडियन्ट्सहरू हालेर चाहिँ भुटिरहेको छु कम्ती तेलमा। अनि यसलाई चाहिँ मजाले आगोमा अर्ग्यानिक वेमा चाहिँ मैले बनाएको। यो चाहिँ मेरो बेच्ने अचार है। अनि आफू पनि धस्रेर मुस्रे हुँदै होइन दिनभरि लगाएर यसरी कालै भएर रातै भएर पिरो भएर मैले काम गरिरहेको छु, मेहनत गरिरहेको छु। कतिजनाले चाहिँ भन्दो रहेछ नि त मलाई काम गर्नु आउँदैन, जान्दैन, अहिले त के जान्दैछ, खाना पकाउनु पनि जान्दैन होला। जस्तै मान्छेले भन्छ नि डोन्ट जज बुक बाइ इट्स कभर भन्ने गर्छ नि, त्यस्तो चाहिँ होइन। म चाहिँ एकदम मेहनती खालको केटी हो। मलाई हेर्दा चाहिँ त्यस्तो देख्छ, तर मलाई धेरै कामहरू गर्न आउँछ, ट्यालेन्टेड छु एकदमै भन्नुपर्दा चाहिँ। अनि यसरी मैले मजाले भुटेर चाहिँ कम्ती तेलमा, यसको आफै तेल निस्किन्छ नि त, रातो पारेर चाहिँ हाइजेनिक वेमा चाहिँ मजाले ग्लोभ्स लगाएर यसलाई मजाले भुटेर बनाएको छु। अनि मेरो सानो दोकान पनि छ। अनि दोकानमा चाहिँ मैले राख्दाखेरि त्यहाँनिर धेरै गाडीहरू कस्टमरहरू आउने गर्छ नि त। अनि त्यहाँ चाख्ने पनि राखेको छु क्या। अनि तिनीहरूलाई धेरै मिठो लागेछ। अनि धेरैजनाले चाहिँ लिएर जानुभयो। अनि यो चाहिँ मैले भिडियो चाहिँ अपलोड लेट गरिरहेको छु तपाईँहरूलाई, किनभने म धेरै बिजी थिएँ नि त यो कुराले गर्दाखेरि। अनि तपाईँहरूले पनि लिनु सक्नुहुन्छ, डिएम गर्न सक्नुहुन्छ मलाई ल। फेसबुकमा भयो, मेरो नम्बरमा भयो, वाट्सएपमा भयो, तपाईँले मलाई डिएम गर्न सक्नुहुन्छ। अनि सुँगुरको मासु तपाईँले पाउन सक्नुहुनेछ है। अनि मेरो बाबालाई पहिलोचोटि चाहिँ चाख्न दिएको, बाबाले चाहिँ जे कुरा गर्दा पनि प्रे गरेर सुरु गर्नुहुन्छ नि त। अनि उहाँलाई धेरै मिठो लागेछ। खै त म पनि चाखौँ मेरो अचार भनेरखेरि चाहिँ कस्तो बनाएछ हौ मैले बनाउँदा भन्दाखेरि चाहिँ एकदम स्वादिष्ट मिठो टेस्टी भएको रहेछ। तपाईँहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।